ल गाली नगर है उ गरिरहेछ सके छैन सके छैन त्यो यार ठुल्ठुलो मलाई कहिले त्यही झ्याउ लाग्छ यार कहिले खेलिदिए बिचरालाई वाक्क पार्नुको लागि अफै अफ भनेर ओए मिटबाट झर भन्न ओए ओए अमन अलिक झरेर खेल भन् उतेर भयो अर्कोलाई 9 नम्बरलाई कि एकजना आफू झरेर खेल कि त्यसलाई अलिक झरेर खेल भन् दुईजना एकजना झर भन्न अमनै झर्नुपर्छ स्ट्राइकर चाहिँ यहाँ बस्ने हो नि त ल आयो आयो साइडमा कटप्पातिर आन भनेको त मुला कटप्पा मोल 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 निकाल आयो ओए यार भाइ अफ साइड कसरी भयो यार ओ अफ साइड अहिले गोल भयो भने हो फाल्देऊ कस्तो यार यो ए मिलन अफसाइड बडी नखेला भन्न लाख ल अफसाइड मात्रै खेला खेला गर्न लाग्यो गोल खान्छ अहिले अफसाइड मात्रै खेलाउन खोजिरहेको छ मार्टिन खान्छ अहिले गोल अहिले क्याप्टेन फेरि क्याप्टेनै छ बोलेको 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 बोले गरेछ यसले त हान्छ सिधै गोल गोल छैन छैन फर्केर आएको बोलो लागेर आएको देखिन फर्केर आएको बोलो को हो अफ भन्ने किपर यस्तो पनि अफ भन्न थाल्यो भने फेरि फर्केर आएको अफ हुन्छ हो किपर खेलाडी हो कि नै तिमी फर्केर आएको बोले यार खेल्न आउँदैन क्या हामीले एक दुईको हानिदियो त्यहाँ पेनाल्टीको हानियो तिमीले ल्याङल्याङ गरेर भयो यार 1 भर्सेस 2 भर्सेस 0 अब खानु पान्छ दशरथ बस्ती 2 दशरथ बस्ती 2 DYC 0 अब जित्यो
अब 7 मिनेट मात्रै छ यहाँ हाम्रो दशहरा बस्तीको क्याप्टनज्यू दर्शक ए धीरे धीरे आलु खाइ आलु 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 खायो आलु खाइ आलु ए ल ल ल ल ल धन्यवाद हजुर आलु भनेकोमा एकपल्ट बोके काम जितेर हामीले पिकनिक खाएको थियो त्यसै अब चाहिँ जित्यो म बस्छु है आज त जित्यो अब म केही गर्दैन बस्नु मात्रै है दा गरा अलिक भारी गर्ला रे भक्तरमा त्यसकै वेट बढी होला बिग्रे हैन हैन ल मैले हान्छु कन्छ होला नि अब त जित्यो अब त एक गोलको त समय भन्दैन समय छैन अब अब 6 5 मिनेट छ त्यो पनि आलु बन्यो रे त्यो पनि माने आगो आलु त्यो होला त्यो ऊ पैसा हो के भन्छ यो त्यो कुरै बुझ्दैन मैले पैसा हैन पैसा चल्छ आज भोलि यहाँको गो रुपियाँ चल्छ रुपियाँ त्यो पनि बहुत पैसा हो र पैसा चल्दैन के रुपियाँ चल्छ के गेडा समात्ने भनेको समात्नु होला ले ले आज त्यसो झगडा भयो पच्चापच त्यस्तै झगडा गर्छ यार भेट्छ लाइनमा ओए झरेर खेल भन् माटनेहरू अहिले लम्मा फेरि हान्देला नि फेरि पपुला कस्तै हानेको पपुला गोद्दै क्या अरे यत्रो भने के गरेर यत्रो उडे यत्रो हान्नुमा हाँस लाग्यो तिमीले उले मसमुले तिमी पचा भने पिक्ने हो मैले खाएर झ्याप्दियो खै के भयो त यता पत्रा यार रिसाएर ई मसमुले गाडी पछि मलाई पिक्ने बापुलाई साला मान्छे यस्तो भएपछि अलिक बेहोरा नै राम्रो गर्नुपर्छ अर्कालाई गाली गर्ने कसलाई राम्रो भन्छ त उले गाली उले दगा फाचा उले गाली हेरो त्यो बिचमा मलाई तर एउटा कुरा जे पनि भने त्यो पानी त कतिलो छैन है हो कि हैन मान्छेले माया गर्ने केले हो व्यवहारले गर्छ थाहा छैन मेरो हैन उसको राम्रो छैन हैन उले कस्तो छैन बडसँग मैले ए मैले हैन उले गाली हर भनेको नमानेर त्यो कहाँ दिएको त यार ले बिपिन हान लाइनम्यान नबस तिमी तिम्रो नमान्ने रहेछ छोड्देऊ मान्ने अघि अफसाइड देखाएर त माने नि छोड्देऊ छिर्ला मान्नु यो काम छ नि यो गर्नु त अहिलेको न त्यहाँ गर पनि हाल्ने अहिले काम थियो यो अब जब म हेर्नु नआएको जना चाक मुन्ने गमा दुल पर्दै चाक मुनायो गोरु सिरिनु पर्यो त छैन अब 3 मिनेट छ थप्छ होला सायद अलिकति 2 मिनेट 3 मिनेट थप्ला कति स्टार्ट गरे ओ वहाँ देखाइसक्यो यार लाइन्सम्यानले कुरा फेरि लाइन हेर्दै त्यसले आफ्नो मात्रै सुन्छ त्यसले यो काम थियो सिक्थ्यो पाँच सुन चाहेको उठ्यो हेर बोतलहरू कच्चा उठा नि त यस्तो त्यस्तो लिँदैन पानीको बोतल किन लिँदैन बोतल लिने भएर सँगसँगै हाल्नु सँगसँगै हाल्नु बोतलले बोतल उठेन
कस्तो बोल्दा उछेटेको त बुझ्यो घुमाएर छ नि त घुमेर आएको बलमा यतातिर चम्किने होइन कस्तो उछेटेको है घुमेको बल त जता उयो झिन्छ त्यतै जान्छ सेक्टा यताबाट उता देखाउँछ छातीमा लागेर बोल्छ त एउटाले यता देखाउँछ एउटाले उता देखाउँछ आइसक्यो दामी अलिक पछाडि भएन आँगन पछाडि बस भनेको त कस्तो मलाई अगाडि बस पछाडि बसेर माग्ने हो कि टेबलमा बसेपछि किपरको कसरी दिने मान्छे हुन्छ नि त अलिकति पछाडि मुभ हुने हो छैन सिद्धि टाइम तक्यो होइन 50-60 जना त मान्छे छ यार होइन बेसी होला त्यति नै सब त अफ भन्दै छोड्दै बल एउटा भ्याली लगेर गयो त्यसको भ्याली भन्ने खाने एउटा भ्याली बल लगेर मैले नि अब सुरु भयो अब डीजे बज्यो अब मजा आउँदैन मजा यो त खतरा बच्छ न हेलो हेलो बोल फाल्न एकपल्ट फाल आइसक्यो टाढो नि आयो फाल्दै हाम्रो फाल्न अगाडि जाऊ न कत्ता निकालेको यार धेरै भयो तीनजना त बढी खेला कोच भाइ Hello, मैंने मैं यार Patua.
Oh, patu, patu, patu ba. ले लो येलो कार्ड हो त्यो 9 नम्बरले हान्नु भने ल सकियो ल जित्यो दशा बस्तीले ल धन्यवाद।